नमस्कार। आज चर्चा गरौँ नेपाली राजनीतिको। यति बेला देशको कार्यकारी प्रधानमन्त्री 4 महिनाको आफ्नो अनुभव संश्लेषण गरेर उहाँले आफ्नो कालो चस्मा उत्रिएको कुरा स्पष्ट रूपले नेपाली जनताका सामु भनिसक्नु भएको छ। कालो चस्मा ढल्काएर सदनमा आएर आफ्ना कुरा भन्नु, गीत गाउँदा कालो चस्मा लगाएर अभिनय गर्नु, गीत रचना गर्नु र देशको कार्यकारीको कुर्सीमा बसेर सत्ता सञ्चालन गर्नुमा कति भिन्नता रहेछ, कति गाह्रो रहेछ, यो कुरा देशको प्रधानमन्त्रीले भलै 4 महिनामा भए पनि अनुभूति गर्नुभएछ, थाहा पाउनुभएछ। कूटनैतिक शक्ति सन्तुलन कायम गर्ने कुरा कति गाह्रो रहेछ, कति चुनौतीपूर्ण रहेछ भन्ने कुरा पनि सायद उहाँले महसुस गर्नुभयो होला। आफ्नै साथीहरूका आकाङ्क्षाहरूलाई सम्बोधन गर्न नसक्दा त्यसले कति ठुलो घेराबन्दी गर्दो रहेछ भन्ने कुरा पनि उहाँले महसुस गर्नुभयो होला। 10 वर्ष हुन नसकेका कामहरू 1.5 वर्षमै गरिदिन्छौँ, 35 वर्ष हुन नसकेका कामहरू हामी 35 दिनमै गरिदिन्छौँ भनेर भन्नु जति सजिलो हुन्छ, सुदूर अब दूर नहीं झिक्कै झिक्कै माया तमलाई भनेर गीत गाउन कति सजिलो हुन्छ र त्यसलाई जीवन व्यवहारमा उतारेर राज्यका महत्त्वपूर्ण नीति निर्माणका तहमा त्यो क्षेत्रलाई, त्यो भूगोललाई विकास समृद्धि मार्फत जोड्नु कति गाह्रो हुन्छ। मधेस र मधेसीका पीडा र दुःखका कथाहरू भन्न जति सजिलो हुन्छ, सत्ताको कुर्सीमा पुगिसकेपछि वास्तविक अर्थमा सिङ्गो मधेसी समुदायलाई अनुभूति हुने गरी काम गर्नु कति चुनौतीपूर्ण हुँदो रहेछ। सायद अहिले 4 महिनाले प्रधानमन्त्रीको कालो चस्मा उत्रेर यो कुराको अनुभूति भएको छ। सँगसँगै नेपाली जनतालाई पनि यो कुराको अनुभूति भएको होला र हुनुपर्छ कि यी दलहरूले, यी नेताहरूले देशको लागि केही पनि गरेनन् भन्ने नेपाली जनताले यति बेला राम्रोसँग आत्मसात गर्नुभयो होला, बुझ्नुभयो होला कि हामीलाई बिरामी हुँदा विशेषज्ञ डाक्टर चाहिन्छ। उपचार गर्नको लागि सामान्य एमबीबीएसले मात्रै हामीले भर गर्न सकिने स्थिति छैन भन्ने हाम्रो मानसिकता छ। हामीलाई कानुनी समस्या, कानुनी उल्झनहरू आइपर्दाखेरि वरिष्ठ अधिवक्ता हामीलाई चाहिन्छ। हामीलाई हरेक तहमा अनुभवी, विशिष्ट, क्षमतावान, लामो इतिहास बोकेको सफलताका दर्जनौं गाथाहरूले सुसज्जित व्यक्तित्वहरूको सहयोग हामीलाई चाहिन्छ। तर देश बनाउने जिम्मेवारीमा उसको राष्ट्रियताको परीक्षण नभएको, उसको व्यावहारिकताको परीक्षण नभएको, अर्थतन्त्र सम्बन्धी स्पष्ट मार्गचित्र नभएको, विचार र दृष्टिकोणको साथसाथमा सैद्धान्तिक मूल्य र मान्यताहरू स्पष्ट नभएको व्यक्तित्वलाई देशको कार्यकारी जिम्मेवारी प्रदान गर्दाखेरिका पीडाहरू के हुँदा रहेछ। आज ग्यासको लाइनमा बसिरहेका नागरिकहरूले त्यो कुराको अनुभूति गर्नुभएको होला। आज मूल्य वृद्धिले ढाड सेकिएका आम नागरिकहरूले त्यो अनुभूति गर्ने बेला भएको छ, स्थिति आएको छ। भित्तामा चुच्चे नक्सा राखेर, ग्रेटर नेपालको नक्सा राखेर स्टन्ट गरेको व्यक्तिलाई सिङ्गो राष्ट्रियताको जिम्मा लगाउँदाखेरि, राष्ट्रियताको रक्षा गर्ने, जगेर्ना गर्ने जिम्मा लगाउँदाखेरि त्यसको परिणाम के हुँदो रहेछ। आज भारत र चीनले आफ्नो 2 देशीय व्यापारिक नाकाको रूपमा लिपु लेक र लिम्पियाधुरा प्रयोग गरिरहँदा हामी नाजवाब भएर बस्नुपर्ने त्यो व्यवस्थाले हरेक देशभक्तहरूलाई आज त्यो कुराले पोलिरहेको हुनुपर्छ। त्यस कारणले गर्दाखेरि देश चलाउने जिम्मेवारीमा पनि उसको इतिहासमा धेरै ठुल्ठुला अग्नि परीक्षाहरू पास गरेर आएको राजनीतिज्ञ, विशेष अनुभव प्राप्त गरेको राजनीतिज्ञलाई जिम्मा दिनु नै बुद्धिमत्तापूर्ण कार्य हुन्थ्यो भन्ने कुराको अनुभूति आज नेपाली जनतालाई भएको हुनुपर्छ।
चाहे पासपोर्टको लाइन हेरौँ, चाहे अधुरा विकासका कामहरू हेरौँ, चाहे अर्थतन्त्रको गति हेरौँ, आज चिट्टा कार्यक्रम सञ्चालन गरेर राष्ट्रको ढुकुटी मजबुत हुन्छ कि भनेर सोच्नुपर्ने दरिद्र चिन्तनको अवस्थामा आज सिङ्गो अर्थतन्त्र पुगिरहेको छ। आज न्यायको क्षेत्र हेर्नुहोस् या जुनसुकै क्षेत्र हेरौँ, त्यसले एउटा गम्भीर स्थिति सिर्जना गरेको छ। त्यस कारणले गर्दाखेरि हाम्रा अन्तर्राष्ट्रिय मूल्य मान्यता, अन्तर्राष्ट्रिय सन्धि अभिसन्धिहरूमा हाम्रो देशले गरेका दस्तखतहरू, दस्तावेजहरू अध्ययन नगरिकन हाम्रो देशको राष्ट्रिय कानुनलाई मात्रै हामी एकाएक परिवर्तन गरिदिन्छौँ भनेर भन्न सक्ने स्थिति छैन। हामीसँग 2/3 बहुमत छ, हामी देशमा जे पनि गर्न सक्छौँ भन्ने स्थिति छैन। यी सब कुराको कुल योगमा आजको 4 महिनाको समीक्षा मैले पनि फेसबुकमा प्रस्तुत गरेको छु। बुदागत रूपमा तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ र देश कता जान्छ भन्ने बारेमा हामी फेरि पनि अध्ययन गरौँला, फेरि पनि छलफल गरौँला, बहस गरौँला अर्को भिडियोमा। है त, नमस्कार।